Namaste guys, welcome back to new. Hello Namaste guys, welcome back to new vlog. Senior हामीलाई हामी आज जाँदैछौँ मेगा अडिसनमा कञ्चन डान्स स्कलरसिप सिजन 2 को। अनि म चाहिँ टक्क रेडी सेडी भएर घरबाट आएर यहाँ अब हाम्रो क्यामेराहरूको झोला भयो यो। अनि यो चाहिँ मोनो के भन्छ होला ट्राइपड भन्छ हैन, डबल टेप भयो, पेनहरु भयो। अनि यता ब्यागमा चाहिँ फर्महरुदेखि लगायत अन्य चाहिने सामानहरु पुरै छ हाम्रो। अनि छेउ भोलेन्टियर भन्छ कि है त्यसलाई, भोलेन्टियरहरूलाई लिन जानु भएको छ गुरु। अनि मेरो घाडी सुकेर चाहिँ औडै भइरहेको मलाई, घाडी सुकेको के भन्नु, अब बिरामी हल्का फुल्का यस्तो कस्तो ज्वरो आउने हल्का रुगा लाउने। अनि त्यही भएर सुरुमा भ्लग त्यस्तै हान्दिएको कि किनकि के अघि बाटो आउँदाखेरि होइन त्यस्तै आवाज आइरहेको थियो मेरो। त्यही भएर चाहिँ मैले हेलो एन्ड नमस्ते तँ भनेर भन्दै थिएँ। अब चाहिँ हामी यहाँबाट एकछिनमा निक्लिन्छौँ। ट्याक्क उताबाट हाम्रो गुरु आउनुहुन्छ, सर यस्तो आउनुहुन्छ। कहाँ यो सामान त लाउनु पऱ्यो, काम छैन। कति राख्यो हजुर? ए हजुरसँगै आउनुभएको थियो। आम्बो म्याम कति राम्रो गुरुले हजुरले एउटा काम गर्नु भन्नु थियो नि। ओ गाइज गुरु आउनुभयो। अब टक्क कुर्सीहरू बिछाउने अरे सबैले। अनि हामी त गर्ने अरे रोक्न म राख्छु। आजको हाम्रो राउन्ड हुनेछ मेगा अडिसनको। अब यहाँ सेट गर्नुपर्ने हुन्छ अस्ति नै कस्तो फेरि पनि। अनि त्यसपछि मिल्छु म। ओके टाइम्स ला फेरि पनि। सन्धिले गर्दा रवि सर नमस्ते अन्दिन, हेलो अन्दिन। कालो देखियो केटाबाट यता नाम लेख्दै हुन्छ दिदीहरूले। हेलो नमस्कार। कति एक्साइटेड हुनुहुन्छ सबैजना? एक्साइटेड कतिको हुनुहुन्छ? हुनुहुन्न? आज सिलेक्ट हुनुहुन्छ कि नै ल भन्नु, कसलाई कतिको लाग्छ आफूमा? ल छ्या के भयो कि यस्तो नबोल्ने, कोही पनि के भयो कि यस्तो नबोल्ने? गाइज गर्मीले मरियो, घाम बाहिर कस्तो नमिठो घाम लागिरहेको छ यार। कहाँ निको? मगर भाषामा नमस्तेलाई के भन्छ? जोरले खै एकचोटि भन त।
सुन्तला यो सुन्तला बोका छिटो बोकाको मौसमीको बेला पनि सुन्तला लिएर आएको कहाँबाट लिएको अरे कहाँदेखि लिएको स्याङ्जादेखि लिएर आएको स्याङ्जा मुख नबिगारिकन ल ल मुख नबिगारिकन है सो गाइज अहिले चाहिँ हाम्रो हल्का एकछिनलाई विश्राम के भन्छ त्यसलाई इङ्ग्लिसमा यार जे सिके भनेपछि बुझे भयो होइन एकछिनलाई त्यो पज भएको छ सायद फेरि एकछिन कन्टिन्यू भइहाल्छ ल ओभर घाम छ देख्न सक्नुहुन्छ त पुरै सेटअपहरू हामीहरू त आनन्दै त बस्न पाइरहेको छ त्यहाँ केही छैन के आनन्द भन्नु घाम यस्तो छ नि हद हाम्रो एरियामा आज बिहानभरि पानी पऱ्यो अनि के गरेको नि यिनको काम चाहिँ आज दिनभरि यो बनाउँथ्यो जति पनि यो राउन्डमा सिलेक्ट हुनुभएको छ अब आउने शनिबार 9 बजे सम्पूर्ण कन्टेस्टेन्ट चाहिँ बुद्धजीको हलमा आउनु होला 9 बजे अब 9 बजे अब आउने शनिबार हाम्रो ट्रेनिङ छ वर्कसप राउन्ड रहेको छ अब यो वर्कसप राउन्डमा के हुन्छ भन्दाखेरि हाम्रो दुईजना गुरुहरूले आएर तपाईँले डान्स सिकाउनुहुन्छ अब त्यो गुरुहरूले सिकेको डान्समा तपाईँले राम्रोसित सिकेर त्यो राउन्डले पार गर्नुपर्ने हुन्छ तर यो शुल्क दिएबापत तपाईँहरू नानीहरूले चाहिँ एउटा टी सर्ट अनि त्यसपछि दुईजना गुरुहरूले सिक्न पाउने अनि बिचमा फोटो सेसन हाम्रो 15 गते हाम्रो फोटो सेसनमा आउँछ प्रत्येक नानी बाबुहरूको फोटो खिचेर हामीले त्यसको बनाइन्छ र आजको जुन भिडियो छ तपाईँहरूले युबी मगर फेसबुकमा गएर सर्च गर्दा युबी मगर यो भिडियो र फोटोहरू तपाईँ पाउनुहुन्छ उहाँ होइन या फेरि कुमारी कला केन्द्र भन्ने पेज छ उहाँ गएर त्यसमा गएर फलो गर्नु होला तपाईँको नानी बाबुको फोटो अनि भिडियो तपाईँले हेर्न पाउनुहुन्छ कुमारी कला केन्द्र पेजलाई सेयर गरिदिनु होला होइन त्यहाँ गएर तपाईँहरूले आफ्नो कमेन्टहरू राखिदिनु होला के कपी गरिदिनुहुन्छ अबको ट्रेनिङ कतिपय गार्जेनले नबुझ्नु भएको छैन भने कृपया कार्यक्रम सकेपछि मलाई आएर भिडियो कुरा गर्न सक्नुहुन्छ सिनियरहरू जम्मा 21 जना मात्रै हुनुहुन्छ सिनियर जम्मा 21 जना हुने भएकोले गर्दाखेरि यहाँ हामीले नजाँदै पनि हामीले यहाँ सिनियरहरूको प्रायलाई घटाउनु पर्ने स्थिति आएको छ र वर्कसपको लागि सबैजना उपस्थित भइदिनु होला शनिबार 9 बजे हाम्रो गुरु आउनुहुन्छ त्यही अमरको गुरु तपाईँहरू के कुरा सिक्न पाउनुहुन्छ त्यही सिकाएको आधारमा तपाईँहरूले आफ्नो प्रतिभा देखाउनु पर्ने हुन्छ कार्यक्रमको नियमअनुसार अब उहाँहरू अगाडि राउन्डमा जान असक्षम जस्तो दलहरूले देख्नु भएकोले गर्दाखेरि उहाँलाई हामी यो पालि सेलेक्ट गर्न सकेन त्यसको लागि सरी कति पनि सेलेक्ट हुनुभएको देख्न सक्नुहुन्छ सबैजनाले हाम्रो रवि सर वाउ रवि सर यता आउनु नि त ल देख्नुभयो नाम हो नि त हजुरको स्मृति कता हुनुहुन्छ कि यता हुनुहुन्छ हेलो हजुरको मैले भिडियो राखेको थिएँ नि युट्युबमा थाहा छैन सिलेक्ट भयो नि भिडियो आउँछ फेरि हेर्नु है भोलि पर्सि आउँछ पर्सि आउनु त एउटा फोटो खिचौँ ल फोटो खिच्नु वापिस म यसो आउँदै बाबालाई रोक्नु सो गाइज हाम्रो सक्यो अब चाहिँ हाम्रो सेटहरू यो राख्नुपर्ने हुन्छ अनि यसपछि कता गर्नु भन्दा नि क्यामेराबाट
गर्मी